आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। तपाईँ कुन ऋतुमा हुनुहुन्छ भनेर जान्नुहोस्। जयमसी। आज सोमबार नोभेम्बर 10 तारिक कार्तिक 24 गते। आजको बाइबल खण्ड भजन सङ्ग्रह 1 को 3 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, ऊ खोलाको किनारमा रोपिएको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ। आफ्नो लक्ष्य पूरा गर्ने एउटा चाबी भनेको तपाईँ कुन ऋतुमा हुनुहुन्छ भनेर जान्नु हो। तपाईँले जान्नु भएन भने तपाईँ निराश र हताश महसुस गर्नुहुनेछ। उदाहरणका लागि केही ऋतुमा नेतृत्व गर्न सिक्नुभन्दा पछ्याउन सिक्नु बढी महत्त्वपूर्ण हुन्छ। केही ऋतुमा असफलतालाई सम्हाल्नु भन्दा बढी मूल्यवान हुन्छ। हामीले गर्ने एउटा सबैभन्दा ठूलो गल्ती भनेको हामी जुन ऋतुमा छौँ त्यसको आनन्द लिनु, त्यसलाई अधिकतम बनाउनु र त्यसका पाठहरू जम्मा गर्नुको सट्टा हाम्रा सबै ऊर्जा अर्को ऋतुका लागि केन्द्रित गर्नु हो। परमेश्वरले तपाईँलाई जहाँ लैजान चाहनुहुन्छ त्यहाँ पुग्न तपाईँले चाहनु भएको भन्दा पनि बढी पुर्याउन चाहनुहुन्छ। त्यसैले यात्राको आनन्द लिनुहोस् र जब तपाईँ तयार हुनुहुन्छ परमेश्वरले तपाईँलाई त्यहाँ पुर्याउनु हुनेछ भनी बुझ्नुहोस्। यदि तपाईँ पर्याप्त समयसम्म सोही मार्गमा अडिग रहिरहनु भयो भने तपाईँले अहिले अनुभव गरिरहनु भएको निराशा भविष्यमा उत्सव मनाउने कारण बन्न सक्छ। परमेश्वरले तपाईँभित्र भावनात्मक सहनशीलता विकास गर्दै हुनुहुन्छ। भावनात्मक सहनशीलताको चाबी भनेको यस्ता गहन निराशा पार गर्नु हो जसले हामीलाई तोड्छ, ताकि परमेश्वरले हामीलाई पुनर्निर्माण गरेर पवित्र आत्मविश्वासले भरिदिन सकुन्। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि दाउदले आफ्ना दाजुहरूलाई युद्धमा गएको हेर्दा कस्तो महसुस गरे? जुन बेला उनी भेडाको बथान चराउन घरमै बसे, तर उनको दिन आउँदै थियो र तपाईँको दिन पनि आउँदैछ। पर्खेर बसिरहँदा छोटो बाटो गएर परमेश्वरको योजनालाई व्यवस्था नगर्नुहोस्। परमेश्वरले तपाईँलाई निर्माण गर्दै हुनुहुन्छ, तर अवसर जति ठुलो हुन्छ त्यति नै लामो समय लाग्छ। हामी रिसाउनुको कारण यही हो कि हामी लामो समयको सोच नराखी ठुलो कुराको बारेमा सोच्दछौँ। आफ्नो समयरेखालाई पुनर्विचार गर्नुहोस् र तपाईँले अनुमान गरेको भन्दा बढी समय लाग्दा उत्साही हुनुहोस्। यसको मतलब परमेश्वर तपाईँले मागेको कल्पना गर्न सक्ने भन्दा अझ बढी गर्न चाहनुहुन्छ। यो कुरा तपाईँले एफिसीको पुस्तक 3 अध्यायको 20 पदमा हेर्न सक्नुहुन्छ। तपाईँ कुन चाहिँ ऋतुमा हुनुहुन्छ भनेर जान्नुहोस्, जसले तपाईँलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत पुर्याउनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98082048 04870। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।